हेलो साथीहरू, तपाईँ सम्पूर्णलाई फेरि पनि मेरो एउटा सानो भिडियोमा चाहिँ स्वागत छ होइन। आज के भन्दा नि, दक्षिण कोरियामा साउथ कोरियामा बस्दैछ होइन। दक्षिण कोरियामा चाहिँ कपाल काटेको तपाईँको 15,000 लिन्छ, अनि कुनै ठाउँमा चाहिँ 10,000मा पनि काटिदिन्छ होइन। मैले चाहिँ कोरियाको लगभग 3 वर्ष भइसक्यो। 3 वर्षमा मैले 3 चोटि कपाल काटेँ साउथ कोरियामा चाहिँ, त्यो के अरे पसलमा गएर होइन। नत्र एकचोटि एकजना साथी थियो हाम्रो कम्पनीमा, अनि एकले अर्काको काटिदिन्थ्यो। मैले चाहिँ साथीहरू अलिक छिगेर चाहिँ हिजै हामी चाहिँ कपाल काट्न गयौँ है। कपाल काट्न कसरी काट्नु भने, अनि मलाई कसरी सुहाउँछ काटिदिनु भने होइन। अनि ठ्याक्कै काटिदिएर दिनुभयो। अनि 2-3 चोटि भनेर पनि लास्टमा कस्तो कपाल काटिदियो भने नि हेर्नु भयो मेरो। यो के हो? यो टुप्पी यहाँ हेर्नुहोस्, कत्रो लामो छोडेको यो कपाल हेर्नु त यहाँ। यो हो कपाल काटेको। अब यतापट्टि हेर्नुहोस्, यतापट्टि खोइ त, यतापट्टि खोइ। त्यसैले गर्दा साथीहरू, कम्पनीमै चाहिँ साथीहरू छ भने एकअर्काको कपाल काट्ने गरौँ होइन। अब 2जनाले काट्यौँ होइन, 30,000 भनेपछि नेपाली 3,000 खेर गएन। यस्तो काटिदिएको छ कपाल। अब यसलाई अब फेरि घरमा मरम्मत सम्भार गर्नु पर्यो कुनै दिन। यस्तो त काटिदिएछ त। तर एक हिसाबले चाहिँ अब यता लगाएर राख्यो भने चाहिँ घर आउँछ त्यो कपाल, देखिन्न। ठिकै छ। तपाईँले चाहिँ कसले अहिलेसम्म साउथ कोरियामा पसलमा गएर कतिचोटि कपाल काट्नु होइन, र कस्तो अनुभव छ कृपया कमेन्ट गरिदिनु होला।